यहाँ चाहिँ यत्रो दुःख गरेको यहाँनिर छोडेर आइज त्यसको हात छोडेर आइज। वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। अनि आज चाहिँ हामी जाँदैछौँ जयपुरतिर। अनि म र मेरो साथीहरू चाहिँ इक्जाम दिएर जयपुरतिर जाँदैछौँ। हामी जाँदा जाँदै अनि बाटोमा हामी हिँड्दै थियौँ। आधी बाटोसम्म आइपुग्दाखेरि हामीले चाहिँ कुकुर भेटायौँ क्या। कुकुर अनि कति राम्रो थियो, तर कस्तो क्या नडराइकन बिच बाटोमा बसिरहेको थियो नि त। अनि त्यस पछाडि हामीले जिस्कायौँ पनि एकछिन। अनि मेरो साथीहरू पनि त्यत्तिकै जिस्किँदै आउँदै थियो। अनि यो चाहिँ हेर्नु सक्नुहुन्छ सुपारी बारी कति राम्रो थियो नि, यस्तो राम्रो थियो त्यहाँनिर। जयपुर जाने बाटो निकै पर्छ यो। अनि केटीहरूले एक्टिङ पनि गर्दैछ हिँड्दै त्यत्तिकै। अनि हामी जिस्किँदै हामी जयपुरतिर जाँदैछौँ। आधी बाटोमा पुगिसक्यौँ हामी चाहिँ। अनि हामी जयपुरको चोकमा आइपुगेको थियौँ। यो टक्क जयपुर जाने त्यो चोक रहेछ। अनि राम्रो थियो क्या त्यहाँनिर। अनि एकछिन हामी भिडियोहरू गर्दै हिँड्यौँ। अनि हामीलाई थाहा थिएन बाटो चाहिँ। अनि गुरुले हामीलाई देखाइरहेको थियो उता जाने भनेर। अनि हामी चाहिँ यहाँनिर भिडियो गर्दै जाँदै थियौँ। अनि बिचमा अलमल भयो क्या, कता जाने भयो। त्यस पछाडि भन्ने भयो त्यहाँनिर सिधै जाने हो भनेर। अनि सो हामी चाहिँ फाइनली जयपुरको स्कुल पुग्यौँ होइन। त्यहाँनिर अनि स्कुल जानु भनेर आएको थियौँ हामी चारजना। मेरो साथी 2जना अनि त्यहाँको बहिनी थियो 1जना र हामी 4जना भएर आएको थियौँ यहाँनिर घुम्नु। तर यति राम्रो साथीको कसम यति राम्रो थियो नि, सोचेभन्दा धेरै नै राम्रो थियो क्या। अनि हामी चाहिँ भिडियो बनाउँदै गयौँ। अनि म चाहिँ भिडियो बनाउँदै गएँ, साथीहरू हेर्दै थियो। अनि त्यस पछाडि त्यहाँनिर मन्दिर अनि त्यस पछाडि फुल थियो क्या, त्यहाँमाथि चाहिँ यति राम्रो थियो। अनि हामीले चाहिँ त्यहाँनिर फोटो खिच्ने अनि भिडियो लिउँ न त भनेर आउँदाखेरि भनेर फोटोको लागि हामी चाहिँ यहाँनिर फोटोहरू भिडियोहरू खिच्नलाई रेडी हुँदै थियो। केटीहरू यहाँनिर फोटो खिच्न थाल्यो। अनि म चाहिँ यताउता देखाउँदै थिएँ। अनि त्यहाँनिर सानो सानो भाइहरू फुटबल पनि खेलिरहेको थियो क्या। अनि त्यो पनि मैले एकछिन भिडियो गरेँ। सो साथीहरू हामी चाहिँ अनि घुम्दै गर्दाखेरि तल्लोपट्टि पनि रहेछ क्या, यहाँ चाहिँ ग्राउन्ड कति राम्रो क्या। अनि तल्लो साइड पनि रहेछ बिल्डिङहरू थियो, भवनहरू, त्यहाँनिर क्लास हुन्थेछ। अनि त्यस पछाडि यहाँनिर सानो सानो केटाकेटीको लागि खेल्ने ठाउँ रहेछ। यहाँनिर भलिबलको खेल्ने यहाँनिर नेटहरू टाँगिरहनु भएको थियो। अनि यो स्कुल कति राम्रो क्या, दुईपट्टि रहेछ होइन। अनि हामीले यहाँनिर कुकुर पनि थियो यहाँनिर चाहिँ। अनि यहाँ बहिनी पनि जाँदैछ, ऊ हेर्दैछ होइन। म पनि त्यत्तिकै भिडियोहरू गर्दै थिएँ। अनि यहाँनिर चाहिँ ठुलो ग्राउन्ड थियो नि त, त्यही भएर यहाँनिर फोटो खिच्ने भनेर भिडियोहरू पनि बनाउँदै थियौँ, फोटोहरू पनि खिच्दै थियौँ। अनि म चाहिँ यो भिडियो गर्दा यहाँ केटीहरू चाहिँ चल्दैछ। अनि हामी चाहिँ भिडियोहरू गरिसकेर अब घर फर्किनु त अब जाँदै थियौँ। अनि हामी यहाँनिर माथि अगाडि तलमा आइसकेको थियौँ। अनि म चाहिँ एउटा फुल लिएरै जान्छु भन्ने म चाहिँ फुल टिप्नलाई हेर्दै थिएँ। अनि एउटा फुल चाहिँ म लिएरै जान्छु भन्दै जाँदै थिएँ। अनि मैले त्यो फुल पनि एउटा टिपेँ। अनि यहाँ बहिनीले चाहिँ मलाई फुल ल्याइदिएछ। ओ माई गड भन्दै थियो ऊ चाहिँ। अनि कति राम्रो थियो क्या गुलाब। अनि ला किन टिपेको भन्दै म चाहिँ हेर्नु जाँदै थिएँ। अनि उताबाट नमिताले नटिप भन्दै थियो। अनि हामी चाहिँ त्यहाँबाट निस्केर यो बाटोतिर निक्लिसकेको थियौँ। अनि हामी चाहिँ जाँदैछौँ। अनि हामी चाहिँ रात परेर घर छिटो जाँदै थियौँ। कति अँध्यारो भइसकेको छ। सो अनि अब आजलाई चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ।